नेपाल प्रिमियर लिग सिजन 2 अन्तर्गत आज 16औं म्याच हुन गइरहेको छ, जसमा विराटनगर किङ्स भर्सेस कर्णाली याक्स हुँदैछ। र आजको म्याचको कुरा गर्ने भने विराटनगर किङ्सलाई सन्दीप लामिछानेले लिड गर्दैछन् भने कर्णाली याक्सलाई सोमपाल कामीले लिड गर्दैछन्। विराटनगर किङ्स अहिले फर्ममा छ र सन्दीपको स्पेल झन् खतरा हुँदै गएको छ भने अर्कोतर्फ सोमपाल कामीले नेतृत्व गरेको कर्णाली याक्स हरेक म्याचमा फाइट गर्छ। म्याचको प्रिभ्यू गरौँ। कर्णालीको ब्याटिङ लाइनअपले पछिल्ला खेलहरूमा प्रेसर ह्यान्डल गर्न नसकेको देखियो। टप अर्डरले रन बनायो भने मिडल अर्डर कोल्याप्स हुन्छ र मिडल अर्डर चल्यो भने टप अर्डर कोल्याप्स हुन्छ। यी विकनेस आज सन्दीप जस्तो चर्चित बलरका लागि कति समय टिक्ला त? विराटनगर किङ्सले पछिल्ला खेलहरूमा पावर प्लेमा नै गेम चेन्जिङ गरेको अवस्था छ। यदि अगाडि पहिलो सुरुमै लोकेश बम, जर्ज मुन्से, मार्टिन गप्तेल जस्ता खेलाडीहरू चल्ने भने विराटनगर किङ्स सेट भयो भने कर्णाली याक्सको बोलिङ निकै नै गाह्रो पर्ने हुन्छ। अब कुरा गरौँ सन्दीप लामिछानेको इम्प्याक्ट। आज सबैभन्दा महत्त्वपूर्ण कुरा सन्दीपले कति विकेट लिन सक्छन् त? सन्दीपले पछिल्ला 2-4 खेलहरूमा लाइन स्ट्यान्डका साथ एकदम पर्फेक्ट बनाएका छन्। उनको गुगली प्लस क्विक डेलिभरीले सेट ब्याट्सम्यानलाई पनि कन्फ्युज बनाउँछ। साथै कर्णालीमा पनि उनलाई नै गुरु मान्ने उनका चेला युवराज खत्री पनि छन्। आज दुईतिरको भिडन्त एकदम खतरा हुनेछ। कर्णाली याक्सले स्पिन राम्रोसँग खेल्न नसकेको हो खण्डमा चाहिँ सोमपाल कामीले एग्रेसिभ खेल्न खोज्लान्, तर सन्दीपको त्यो बल्लेबाजीले अगाडि उनको अनेसेसरी अट्याकलाई खतम पारिदिन सक्छ। मलाई आज भने सन्दीपबाट 3 देखि 4 विकेट आउने अपेक्षा छ। विकेट र मिडल ओभरमा आयो भने यदि कर्णालीको टिम प्रेसरमा पर्यो भने 4 विकेट सम्भव फिक्स नै हो। र कर्णालीको स्ट्रेन्थ कुरा गरौँ। कर्णालीका सबैभन्दा ठुलो प्लस पोइन्ट भनेको सोमपाल कामीको एग्रेसिभ बलिङ तथा गुलसन झाको त्यो फिनिसिङ, यसका साथै युवराज खत्रीको स्पिन, विपिन खत्रीको स्पिन। यदि गुलसन झा टिके भने कर्णाली याक्सलाई 160-170 स्कोर पुर्याउन सक्ने क्षमता छ। तर त्यसका लागि विराटनगर किङ्सको विकेट छिटै नै भत्काउनु पर्ने हुनेछ। बलिङतिर कर्णाली त्यति कमजोर छैन। बलिङतिर कर्णालीमा सोमपाल, त्यसपछाडि युवराज खत्री जस्ता प्लेयरहरू छन् जसले नेसनल खेलिसकेका छन्। साथै उनीहरूको बलिङ पनि एकदम घातक रहेको छ। सोमपाल कामी एक्सपिरियन्स प्लेयर पनि हुन्। आजको म्याचमा एक्सपिरियन्स, फर्म, ब्यालेन्स सब पक्ष दुवैतिर देखिन्छ। अलिकति बढी विराटनगर किङ्सतिर देखिन्छ। तर टी20 क्रिकेट अनप्रेडिक्टेबल हुन्छ र एक सोमपाल कामीको ओभर तथा एक अरू कसैको पार्टनरसिपले गर्दा या एक सन्दीप लामिछानेको म्याजिक स्पेलले गर्दा म्याचलाई एकैछिनमा नै मोमेन्टम चेन्ज गराइदिन्छ। तपाईहरूको प्रेडिक्सन के हो? सन्दीप आज कति विकेट लिन्छन्? सोमपाल आज कति विकेट लिन्छन्? कमेन्ट गर्न नबिर्सनु होला। क्रिक नेपाल न्युजलाई फलो गर्नुहोला। धन्यवाद। नमस्कार। जय नेपाल।